नमस्ते। मैले चाहिँ यो दही बनाएको दही चाहिँ मैले यो थैलामा देखेन, यो थैलामा तारेर बनाएको केटाकेटीले मनपर्छ भनेर। अब यहाँ चाहिँ अब दही बनाएर चाहिँ यसमा खाना मन पराउँछन् कि। अनि यो त अब राम्रोको लागि के गरेको हो। यो बाक्लो दही चाहिँ कति बाक्लो हुँदो रहेछ, यसो गरेर मैले पनि हेरेरै सिकेको। बाक्लो हुँदो रहेछ दही चाहिँ, एक नम्बरै हुँदो रहेछ हुन चाहिँ। दही मन पर्नेलाई, अब डेरी प्रडक्ट मन पर्नेलाई चाहिँ मिठो हुँदो रहेछ यो। अनि के चाहिँ ड्राई हालेर चाहिँ यहाँ बनाएको। खै अब कप चाहिँ मैले 6वटा लिएको छु। अब 6वटामा पनि भरियो होला जस्तो जिरो नै रहेछ। हेरौँ अब कतिवटामा हुन्छ। आइसक्रिम जस्तो देखिँदो रहेछ यो। कस्तो दहीको त वाइट हुनुपर्ने, मैले चाहिँ ब्राउन सुगर हाल्ने, त्यो भएर चाहिँ कलर चाहिँ यस्तो कस्तो खालको कलर भएछ, वाइट चाहिँ भएन। अब सेतो सुगर हाल्नु भने त सेतै हुन्थ्यो होला। यो चाहिँ अहिले मिलाउँछ हालिसकेर हाल्नेलाई त झर्न मान्दैन हो। छजना मान्छेको लागि 6वटा कप बनाएको मैले चाहिँ। तर खै यसलाई चाहिँ मैले बिहानैदेखि तारेको दही चाहिँ तारेर त्यतिकै यसमा हालेर राखिरहेको थिएँ, आफै तरिरहेछ हो। कस्तो खालको वरिपरि वृत्तियो लाग्यो है। बनाउँछु भिडियो लामो भयो होला, अब हेरिदिनु, मन पर्यो भने हेरिदिनु। केही गर्नु पर्दो रहेछ, मैले नि हेरेर सिकेको। दहीलाई तातो पातलो कपडामा